स्वर्गीय माता श्री कुमार श्रीज्यूबाट 8 पतिको नाममा सम्पूर्ण 105 प्राप्त भएछ। उहाँलाई मुनि मुनि धन्यवाद व्यक्त गर्न चाहन्छु। राधिका शर्माज्यूबाट स्वर्गीय माता श्री कुमार शिवको नाममा 110 प्राप्त भएछ। उहाँलाई मुनि मुनि धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यस्तै गरी सहयोग गर्ने दाताहरूमा हुन्छ रामेछाप दोरम्बा निवासी मान बहादुर कार्की, हिरा कार्कीज्यूले आफ्नो स्वर्गीय शान्ता माया कामिनी बिहानको पुग्ने 5 को माहौल यस्तो छ हेर्नु ल, भित्र त भिडभाड छ, श्रीनिवास पुगेछ होइन। यहाँबाट चिरेर हामी आयो अनि यहाँ चौरमा हुँदो रहेछ यो पण्डितहरू लामाहरू सबैजना हुँदो रहेछ यहाँ होइन। हामीलाई याद गर्न खोज्यौँ होइन। लामाहरू पूजा गरेर अब आमाको के भन्ने मातृतीर्थ सफल होस् भन्दै आमालाई भेट्न पनि आयो। आमाको लागि आमालाई राम्रोसँग होला भन्दै भेट्छ कि बिहान यहाँ मान्छे छिर्नै नसक्ने कि खेल्दा पनि खेल हुने यहाँ चाहिँ यस्तो छ। यहाँ त अलिकति खुल्ला रहेछ चौरमा। म त खुल्ला चौरमा आएर बसिरहेको छु, तर माथि त भयङ्कर भिड पनि हेर्नु। निवासी जितेन्द्रलक्ष्मीज्यूले पूर्ण कुमारीको नाममा सम्झनामा सहयोग गर्नुपर्छ। धामी निवासी विजय कुमार छेत्रीज्यूले आमा पदम कुमार 5:30 को माहौल यस्तो छ। अलिकति उज्यालो भयो, उज्यालो भएर यहाँ यस्तो छ। अहिले चाहिँ अलिकति उज्यालो भएर यस्तो छ। अहिले पछि अझ भिडभाड हुन्छ होला। हामी चाहिँ अब सकेर हिँड्न लागेछौँ। अझै भिडभाड त छ यहाँ धेरै भिड छ। यस्तोमा आइपुग्यो हामी। अझै आउँदैछ लगातार भिडभाड त कति भयो।